हेलो गाइज ल आज भने फाइनली म आइसकेँ है तपाईँहरूलाई गाउँघर जङ्गल देखाउनलाई गाइज। मेरो बिहानीको सुरुवात चाहिँ उठेर घामको किरणदेखि सुरु भएको छ। तपाईँहरू कस्तो छ मेरो सुरुवात यसरी घामको किरणबाट सुरु भयो है गाइज। यस्तो बाटो सर्टकट बाटो भनिन्छ यसलाई, सबै निराशको तपाईहरुलाई देखाउन चाहेको छु मैले के हैन हुन त। तर यस्तो हाम्रो गाउँ जस्तो हरियो परियो अनि शीतल बाटो कहाँ छ अहिले यो समय यस्तो क्या शीत साथ झरेको हुन्छ गाइज। ल गाइज अब के देखाउन चाहेको मैले एउटा चिज देखाउन चाहन्छु। यो के हो रे तेजपत्ता यहाँनिर चाहिँ तेजपत्ताको बोट गाइस हाम्रो यस्तो पाइन्छ है देख्नु त। यो चाहिँ होइन यो तरिया परिया छ है जङ्गलमै पाइन्छ गाई तेजपत्ता है। यो रोपेको नै हुन्छ कोही कोही आफैले रोपिन्छ। यसको बुट्टा खानु भएको छ होला नि यो रुखको फल यसको गाइस सिक्वा के भन्यो भने सिक्वा भनेको चाहिँ गाइस यो के को सिक्वा हो भन्नुहुन्छ ल तर म फरेछ के को सिक्वा हो बातै छैन तर यत्रो के को सिक्वा यो भनेर भन्नुहुन्छ। यो चाहिँ टिम्बु हो सुँगुरको मासु हुन्छ नि सिक्वा हानेर पत्रा खुर्सानी लाएर बबाल हुन्छ कि यति खुर्सानी त्यसैले सेक्वा भने पर्सिनु हुन्छ गाइस। पत्रा फल्यो सानो जान्छ गाइस। तिमुरको मूल्य चाहिँ सुकाएर बेच्नलाई चाहिँ 450 रुपियाँ केजी हो। 1 केजीको 450 रुपियाँ। काँचोमै हो भने चाहिँ 250 गाइस यसको मूल्य। यो तिमुरको मूल्य है यसरी बेच्छ त्यही भएर गाइस।